जान्नुभयो आमा जान्नुभयो तिमीलाई जान्दैन प्रार्थना गरेको थियो नि त भगवानलाई मेरो बाजेले सम्झोस् भनेर भयो जान्नुभयो आमा जान्नुभयो हस्पिटल कति दिन बस्नुभयो त आमा जान्नुभयो मेरो नातिनीलाई आइदिनुहोस् मेरो नातिनीले मलाई सम्झ्यो ठुलो मान्छे भन्नुपर्छ मेरो नातिनी आमा अनि हस्पिटलमा कति दिन बस्नुभयो त हजुर हस्पिटलमा कति दिन बस्नुभयो 9 दिन बस्यो आमा 9 दिन 9 दिन बस्यो रे 9 दिन घरमा आयो मामा घरमा आयो 9 दिन हाँ? आमा 9 दिन आफ्नो ख्याल गर्नु औषधि टाइममा खानु हुन्छ हुन्छ छिटो सन्चो हुनुहोस् ल बाजे ल खाना खाए त तिमीले खाना खायो खायो सन्चो भएर सोलाउनुहोस् ल ल तिमी पनि बिस्तारै हिँड्नु तल माथि गर्दाखेरि लड्छ ल ल बाजे बिरामी भयो कस्तो पिर लाग्यो लाग्यो त नि आमा के गर्नु त छिटो सन्चो हुनुहोस् है हस् हस् अनि खाना टाइममा खानु ल अब खानु लाग्यो म मलाई सम्झेर नरुनु ल दिनु बाबा छैन च्याम्मा सम्झिँदैन नि किन रुनु भएको त मम्रा बाजे तिमी सम्झेनौ त के तिमी अस्ति छोडेर आयो तिमी रुको गऱ्यो अन्त रोयो नि नरुनु ल हजुर नरुनु ल ल राम्रो ल हुँदैन बुद्ध भगवानले आशिष दिनुहुन्छ अनि मम्रा बाजेलाई के हुँदैन हस् अब आउने बेलामा पापासँग आउने हो कि मम्मीसँग आउने हो भदौमा आउनु ल ल म मम्मा र पापासँग तपाईँसँग आउँछु ल बाजे गुड नाइट खाना खानु गुड नाइट बाई गुड नाइट